हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज तपाईहरुलाई धेरै धेरै स्वागत छ मेरो युट्युब च्यानलमा है। आज चाहिँ मैले मुकबाङको भिडियो लिएर आएको छु। यहाँ देख्न सक्नुहुन्छ तपाईले अगाडि सामानहरु राखेको छु। अन्त यता चाहिँ को हो भन्नुहुँदै होला, तपाईहरुलाई म इन्ट्रोडक्सन दिन्छु। यता चाहिँ मेरो नाना हो, उता चाहिँ मेरो भेना हो है। रामायण आज चाहिँ छ तपाईहरुको रामायण। अन्त यहाँनिर गिलो चटपटे बनाएको छु, फर्स्ट टाइम बनाएको, कस्तो छ थाहा छैन। यता पानीपुरी छ हो, अन्त यतानिर छ स्प्राइट। अन्त आजको यति नै हो है। तपाईहरुलाई अब ढिला नगरिकन खाएर देखाउँछु आजको मुकबाङ कस्तो हुन्छ। फर्स्ट टाइम बनाएको। लु अब सुरु गरौँ है। तपाईहरुले इन्ट्रोडक्सन दिदैन, खानै दिनु ल। अब खाऊ लु है। अब सुरु गरे। हुन्छ कि कसो हुन्छ? रामायणबाट सेरली सक्यो तर सेरले छन् अहिले यस्तै छ। अलि त्यसमै ए हामी चाहिँ खाए ल। यसमा खानु छ आज यसमा खानु नि। आज चाहिँ यस्तै छ, फर्स्ट टाइम बनाएको। अब कस्तो हुन्छ है। म त घाउले भएर घाउले गरेर खानु भएन। भेनाको इन्ट्रोडक्सन दिँदै गर्नु है। दामी नाम के हो, पिरो कहाँबाट हो? आमा आँखा बन्द भयो मेरो। सानो माथि सानो छ मेरो आँखा। के गर्नु, पिरो छ यस्तै। यो अन्डा पनि छ है हामीसँग चाहिँ। वाह सेरले छ नि। दामी दामी दामी। एकदम स्पाइसी छ, पिरो छ। आमाम हाम्रो बहिनी साह्रो हाँस्यो कि खानुपर्छ कपला कुलुक। साथै यसमा पुस्का अग्लो खानु हलुका। नखाने मान्छेहरूले खाँदैछ। अघि नखाने भने चाहिँ अब खाइदिउँ ल। अब के डलाउ तन्क्यो। दामी। ए तर करेन्ट है, करेन्टै पो होला अहिले मैले खाने त। दामी। हुँदैन, पानीपुरी पनि खाएको ल म। पिरो भयो है, साह्रै पिरो भयो। अब यसलाई छोडेर गिलो चटपटे गिल्लो चटपटे त्यो पनि टेस्ट गरौँ है। खान्छ हसपटे। फर्स्ट टाइम बनाएको गिलो चटपटे। गिलो चटपटे कस्तो हुन्छ। लाम्चो चाहिँ खानु निकै आँट होइन है। हजुरहरूलाई माइन्ड नगरिदिनु होला। खोर्सानी धेरै पिरो भएको कारणले गर्दा म त्यति पिरो खान सक्दिनँ। चम्ची पनि काँटा चम्ची परेको छ हो। म त भित्र गर्दिनँ। दामी। Chegou.
आँसु पो निस्किला जस्तो भयो। यो चाहिँ बेसी पिरो भएको कारणले गर्दा स्प्राइट करेन्ट छ क्या साह्रै दामी साह्रै दामी साह्रै पिरो आमामा यहाँ चाहिँ गाउँमा कुकुरहरू धेरै छ नि त त्यही भएर कुकुरहरूको आवाज धेरै आउँछ गाउँ अलिकति माथि लेकमा परेको जस्तो भएर हो कुकुरहरू भुक्छ कि केही छैन हामी चाहिँ खानुमा ध्यान दिउँ है कुकुरप्रति ध्यान नदिउँ कस्तो रिस उठ्यो कि मलाई चाहिँ बल्ल 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 सक्ला सक्ला जस्तो भयो अम्बो भेना पो पापा दिन्छ होला है पिटौँ म अब हरेक कुरामा जित्ने त मै हो होइन पिरो भएन भेना पिरो पिरो बहिनी हो जित्नु छ नि त युट्युबमा सब्सक्राइब कमाउनु छ हामीले च्यालेन्ज खेलेको होइन मुकबाङ अनि बुढीको चाहिँ च्यालेन्ज खेल्ने भएको नसक्ने रहेछ सक्ला भयो एकदम पिरो छ हेर्नुहोस् है गएस एउटा ढेरिसकेँ म चटपटै खानु नि मलाई यो खाएपछि अरू टेस्टै लागेन हौ दामी 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 अब यो सकेर चाहिँ सेकेन्ड टाइम रेस्ट हुन्छ लिनु पनि आँटिसक्यो है मलाई मात्रै अहिलेसम्म अलिकति यो मुकबाङ तपाईँहरूले मन पराइदिनु भयो भने म अर्को पनि ल्याउने कोसिस गर्छु अहिले चाहिँ पिरोले गर्दा अलिक बोल्न सकिनँ हामी यस्तो पिरो खानेले त कति लाग्यो यस्तो खानु सकेन भेनाले त्यो खायो भने झन् पिरो हुँदो रहेछ गाइस बस झाल्नु गिलो झाल्नु पनि सक्यो हो अम्बो भेनाले त सक्यो सबै सक्यो अब पुस्ता सक्नु आँटेछु यो त अन्तिममा लास्ट एउटै मात्रै खाएको है म गाइस हामी चाहिँ च्यालेन्ज अलिक खेल्नु सक्दैन रहेछ च्यालेन्जमा चाहिँ सकिँदैन रहेछ हो भेना फर्स्ट रामायण गिलो चटपटे खानुमा चाहिँ फर्स्ट छिटो हो बहिनीहरू बहिनीहरू पऱ्यो आमा खाइसक्यो म त छे यस्तो त के होइन यहाँ पनि छ त चटपटे खानु न म खान्न बा रिङ्गाटो पो लाग्ला जस्तो भयो मलाई त ल म निस्केको ल लु आमामा तना न भयो कहाँ निस्केको बा
यति नै क्रप गरेर हाल्दा हुन्छ नरक्क पो भयो नि घुँडा दुखेर फ्यात्रा बोलेको फ्यात्रा यो त काट्दा हुन्छ नि त कहाँ लानु पर्यो मोमो खाने सरी गाइस यसमा चाहिँ अलिक हाँस उठ्यो नि त त्यही भएर अलिकति मिस्टेक भयो फेरि सुरु गरेँ है देऊ दिदी भने मजामा भयो त म त सक्यो नि त पानीपुरी एकदम मिठो भएको छ मलाई चाहिँ पानीपुरी भन्दा चाहिँ मिठो लाग्यो रामायण एकदम पिरो छ क्या अन्त म रक्सीले छ यसमै पो खाइदिए मैले चटपटे त खाएको छुइनँ खाने अगाए त यो चाहिँ सोमा त ल यो चाहिँ खानु सक्दैन छ भेनाले सबै खायो हामी चाहिँ सक्दैन छ सुगा होइन ओके यो चाहिँ साह्रो ठुलो हो बोली हरायो त पिरोले बोली हरायो अगायो खाइसक्यो डल्लै म खाइसक्नु न गाइस पिरोले गर्दा
बोल्नु पनि धेरै साह्रो पर्दो रहेछ रुनु पो आँटेको मलाई जे होस् झोल चाहिँ मिठो भएको छ है किन मिठो भयो भन्दा चाहिँ तित्तिरी हाल्यो नि त त्यही भएर एकदम मिठो भएको छ बिचमा चाहिँ म बस्नु पर्छ ओहो सकिन म त खान्छ गाइस यति चाहिँ उब्रियो खानु सकिनँ किनकि हामीले अगाडि अलिकति खाना खाथ्यौँ नि त 1 2 3 4 5 6 त्यही भएर अलिक छवटा कतिवटा ल त्यसले 30 वटा हालेको थियो खानु सकेनौँ आउँदा त खान सक्दैनस् मैले चाहिँ अलिकति बेसी नै उबारेँ खानु सकिनँ रहेछ अलिक 9 र जति पुगेछ ओके गाइस आजको मुकबाङ चाहिँ हाम्रो यतिसम्म नै थियो कहाँबाट उडेर आयो यो खतम गर्ने चाहिँ हेर्नुहोस् गाइस मैले हो भेनाले टाकटुक सक्यो हाम्रो भेनाले चाहिँ खोर्सानी पनि सक्यो सबै सक्यो मलाई चाहिँ अलिक मार्गी पनि लाग्ला भएको छ नि त त्यही भएर म अलिक खान सकिनँ उहाँहरूले बिगार्नु भएको है यो उहाँ दुईजनाले आजको हाम्रो मुकबाङ चाहिँ यतिसम्म नै थियो तपाईहरुलाई कस्तो लाग्यो मन परेमा लाइक शेयर कमेन्ट गरिदिनुस् होला नबिर्सिकन सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनुस् होला तपाईहरु के बोल्नुहुन्छ कि धन्यवाद सबैलाई यहाँ बहिनीको च्यानलमा लाइक सब्स्क्राइब शेयर गरिदिनुस् होला यता भेना अब म त बोल्नु पनि के पनि छैन उहाँ बहिनीको चाहिँ च्यानललाई लाइक सब्स्क्राइब गरेर अगाडि बढाइदिनुस् अझै यो पनि कमेडी भिडियो अझै पनि आउनु सक्छ हाम्रो भेना चाहिँ अलिक फनी टाइपको छ नि त अझै मुकबाङ च्यानलहरु आउँछ अझै है तपाईहरुलाई मन पर्यो भने है अब भयो भेना ओके बाइ बाइ ओके बाइ बाइ नेक्स्ट भिडियोमा भेटौँ बाइ बाइ